काका घरमा सुत्ने ठाउँै नभए जस्तो कहाँ रुख माथि आएर सुतिरहनु भयो? कस्तो मजा लिन आएको थिएँ, उठाइदिइहाले सडेल। गर्मी हेर्न गर्मी, यसपालि त सूर्य पनि पृथ्वी नजिक आएको छ। यस्तो बेला त आँगनमा अन्डा रोटी पकायो भने उतिने बेला पाक्थ्यो, अनि घरमा बस्न सकिन्छ। अब तिनीहरूलाई राम्रो लागोस् कि नलागोस्, मैले राम्रो लाग्नु पनि हाल्छु नि। त्यो सर्वे गर्ने मान्छेले छ नि, सर्वे गर्दा 50-60 हजार लाग्छ भनेको छ। त्यसमा मैले 5-10 हजार थपेर दिएपछि त्यसले लोभाले यही जग्गा हुन्छ भन्ने न, पैसा पाएपछि के हुने नि यहाँ। वाह भाइ वाह, अहिले आएर चाहिँ मेरो बाको दिमाग क्या खतराले चल्यो नि। लै अब त्यो छ नि, राम्रो पैसा आएपछि चाहिँ मेरो बे धुमधामले गर्ने। तपाईको पेन्सन आएको पैसा जति केटीतिर खर्च गर्दा पनि ठिक छ। त्यही माथि नि घरमा पंखा छ त, पंखा चलाएर बसे भइहाल्थ्यो नि। पंखा चलाएर के गर्नु? पंखा चलायो भने ज्वालामुखी लाभा फ्याला जस्तो तात हावा फाल्छ। मैले यो टुकटुके मोबाइलमा कामको कुरा गर्दाखेरि त कति चलाइरा भनेर उफ्रिन्थिस् त, चाहिँ कति बेर चलाइरहने हो यो? हेर न, एउटा गीत कस्तो भाइरल भइरहेको रहेछ, त्यसैमा टिकटक बनाएर हालौँ भनेको। यो नेटवर्क घुमे गर्छ। अब तेरो यो समस्या 1-2 दिनमै दूर हुन्छ। त्यही त, तिम्रो टुप्पी ठाडो पारेर नेटवर्क आउने होइन। गाउँमा कसले 5G जोडान गरिदिन्छ र? लो यसलाई त थाहै रहन्छ। त्यही 5G जडान गर्ने मान्छे हाम्रो यहाँ गाउँमा आइरहेछ। अब पाटे गाउँमा जग्गा भेटेपछि 5G जोड्ने त्यो टावर राख्ने रे। बुढा बुढा, हाम्रो गाउँमा पनि टावर राख्ने भएपछि यो मोबाइलको नेटवर्कले पनि कहिले दुःख नपाइने भयो। दिन सबैको आउँछ भन्थे हो रहेछ। हेर्न, देउती त फुको गरेर गएको मोरीकी त होइन नि। यो धान किन गर्नु लाग्छ कि जिउँदै मान्छे छोरा दिएर लाग्छौ? तँलाई धान बोक्ने खेताला ल्याएको, बोल्ने खेताला होइन। बढी नबोलिकन आफ्नो काम गर। साँच्चै अहिले धानको कति भाउ छ? किलोमा त्यही 5 पाउ जति होला। किलोमा कति पाउ भनेर सोधे होइन क्या, किलोको कति पर्छ भनेर चाहिँ सोधेको। त्यो त अहिले बजार गएपछि थाहा पाइहाल्छ नि। देउती नानी के यो देउती नानीको घर होइन र? हो त, देउती दिदीलाई देख्नु भएको थियो? देख्न त देखेको थिएँ, तर आज यहाँ देखिनँ के। देउती दिदी भए पो देख्नुहुन्थ्यो त। ठ्याक्कै जग्गामा आइपुग्यो ल। हेर जग्गा 4 किलो मिलेको रुमालको टुक्रा जस्तो छिन्छ। हेर, यो जग्गामा तिमीले टावर राख्यो भने त यो वरिपरिको 7 गाउँमा नेटवर्क छररै आउँछ ल। यो गाउँघरवाले त्यो मान्छेलाई पनि भाड्न बेर्छन्। होइन, के भइरहेछ यहाँ? म त के कुरै बुझ्दिनँ। यो कुरा तिमीले पछि बुझ्छौ। हेर, हाम्रो गाउँमा 5G नेटवर्कको टावर बन्दैछ र हाम्रो जग्गामा टावर बन्यो भने हामीलाई त फाइदा हुन्छ। यही कुरा थाहा पाएर पो इन्द्रकमल काकीले हाम्रो जग्गा किन्ने बाहना गरेकी रहेछन्। कुरा त तपाईँको पनि ठिक हो है। अनि तपाईँले पैसा रेडी गर्नु। अब पेन्सनवाला भनेर के गर्नु? अब पेन्सन आउने बित्तिकै त्यो पैसा कहाँ खर्च हुन्छ। अब चाहिएको बेला सुक्को दाम छैन। अब के गर्नु? अब सबैसँग मागे, कसैले छैन भने। तर एकजनासँग 100/5 को दरले ऋण खोजेर ल्याएको छु। तपाईँ ढुक्क हुनुहोस् न, अर्को महिनादेखि तपाईँको हातमा पैसाको वर्षा हुन्छ। अनि त्यही आशले त ऋण खोजेर ल्याएको छु नि। ल, यो 50,000 दिनुहोस्, तर टावर चाहिँ यो मेरो जग्गामै हुनुपर्छ है। तपाईँ ढुक्क हुनुहोस् न, यही जग्गामा टावर हुन्छ, बुझ्नुभयो? ल अहिले म जान्छु ल है त। ल पछि फोनमा कुरा गरौँ है। मेरो यो जग्गामा टावर, अब त पैसाको बर्सातै हुन्छ। त्यो झगडा बिच्ने जग्गा भने मेरो जग्गा अलिक माथि हाइटमा छ। टावर राख्न लायकको ठाउँ मेरो जग्गा हो। त्यसको पैसा फिर्ता गरिहाल्छ। त्योभन्दा धेरै पैसा दिन्छु म तिमीलाई। खै के गर्नु, कसको पैसा फिर्ता दिनु, कसको लिनु। यसो गरौँ, म अफिसको मान्छेहरूलाई बोलाउँछु होइन, उहाँहरूसँग बसेर कुरा गर्छु। केही सल्लाह गर्नै पर्दैन, मलाई तिमीपट्टि पुरा विश्वास छ। मेरो बुढीको अन्तिम चिनो त्यो टिलरी बेचेर पैसा ल्याएको छु। टावर चाहिँ मेरै जग्गामा गाड्नुपर्छ ल। अब टावर त अलगै ठाउँमा बन्नुपर्ने हो। ठिक छ, म एकचोटि अफिसमा सल्लाह गर्छु नि त। सल्लाह गर्नै पर्दैन, जसरी हुन्छ मेरो काम गर्नै पर्यो के। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको काम बन्छ। तर त्यो झगडा बिच्नेको नि पैसा लिएको छ। यसो गर्छु, त्यसको पैसा फिर्ता दिन्छु। ल म ढुक्क भएँ है त। ढुक्क हुनुहोस्, ढुक्क। ल।